हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। म चाहिँ 10 बजेतिर उठेर नुहाई धुवाई गरेर अनि म चाहिँ गर्न लागेको थिएँ स्किन केयर। अब छुट्टीको दिन त गर्नु पर्यो। अनि मैले चाहिँ सुरुमा लगाएको थिएँ यो होममेड फेस मास्क। यो चाहिँ मम्मीले बनाउनु भएको थियो अनि यो उब्रेको थियो अनि यो चाहिँ मैले लगाएँ। म चाहिँ यहाँ ब्रसले लाउँदै थिएँ है, लाग्दै लागेको थिएन। अनि भिडियो सिडियो बन्द गरेर मैले चाहिँ पुरा ल्याम्लुम हातले लगाएँ। हातले लगाइसकेपछि चाहिँ कस्तो ढेँडो जस्तो देखिएको थियो क्या। मलाई चाहिँ प्लिज नतर्सिनु होला। मेरो चाहिँ फेस प्याक सुको अनि म चाहिँ मुख धुन गएँ है। ल्याप्प हाले मुख गरिरहेको थियो, भरे त मुखभित्र पस्यो। यस्तो तितो भएको थियो नि, छ्या बेकारमा मुख खोलेछु जस्तो भएको थियो। अनि मैले चाहिँ मुख धोएँ। मुख धोइसकेपछि यसो गोरी गोरी देखेको थियो क्या। अनि यसो मान्छे दाँत माझ्दा पनि बिर्सेको थियो। अनि म चाहिँ यहाँ दाँत माझ्दैछु। दाँत माझेर भिडियो रेकर्ड गर्दाखेरि त मलाई कस्तो गोरी देखेको। राम जे होस्, होममेड अलवेज बेस्ट भन्थ्यो। हो रहेछ, मलाई चाहिँ गोरी देखियो। अनि त्यसपछि चाहिँ म गएँ स्किन केयर गर्न। सुरुमा चाहिँ म लाउँदैछु यो मामा अर्थको टोनर। हजुरहरूले लाउनु भएको छ भने प्लिज कमेन्ट गर्नु होला। म चाहिँ यहाँ टोनर लाउँदैछु। टोनर लगाइसकेपछि चाहिँ मैले लगाएँ यो डट एन्ड कीको मोइस्चराइजर। पुरा टिकटक भरि ट्रेन्डमा छ अनि मैले चाहिँ त्यही भएर किनेको क्या। मोइस्चराइजर कस्तो हुन्छ भनेर म चाहिँ यहाँ मोइस्चराइजर लगाउँदैछु। मोइस्चराइजर पछि म यहाँ लगाउँदैछु डक्टर जेके को सनस्क्रिम। मान्छेहरू धेरै वाइट कास्ट छोडो, धेरै वाइट कास्ट छोडो भन्छन्। मलाई चाहिँ एकदम धेरै सुट गरेको छ क्या यो जेके को सनस्क्रिमले। सनस्क्रिम लगाइसकेपछि त झन् गोरी देख्यो मलाई त। अनि म चाहिँ यो नुहाएको कपाल सुकाउँदै थिएँ है। पुरा यस्तो लामो कपाल भएको छ नि मेरो, मलाई त वाक्क लाग्यो, म त काटिदिन्छु होला। अनि मैले चाहिँ यो टाउको पुसिसकेपछि चाहिँ मलाई मम्मीले बोलाउनु भयो अन्डा बना भनेर। अनि यो चाहिँ चुलोमा मम्मीले हालिदिँदै हुन्थ्यो है। अनि मलाई चाहिँ रुङ भन्नुभयो मम्मीले अन्डा है। म चाहिँ रुङ्दै थिएँ मोबाइल हेर्दै। अनि म रुङ नबस्नु न केही नहुनु त त्यो असम्भव हो। यहाँ म रुङ्दै थिएँ मोबाइल हेर्दै, म त बिर्सेछु। अनि भरे त डढेछ हौ अन्डा त, छ्या कालो भएको थियो क्या। च्याट हेर्दाखेरि कालो देख्यो पनि खाँदा त मिठै थियो है। जे होस्, अन्डा बनाइसकेपछि म यहाँ चटपटे बनाउनुतिर लागेँ। मैले चाहिँ प्याज खोर्सानी र अलिकति काँक्रा काटेको थिएँ। अनि म चाहिँ यो चाउचाउको साटो पार्टी मिक्स हाल्छु क्या। मलाई कस्तो मिठो लाग्छ यो पार्टी मिक्स। मलाई चाहिँ यो चाउचाउ भन्दा पनि पार्टी मिक्स मिठो लाग्छ क्या। हजुरहरूले खानु भएको छ कि छैन प्लिज कमेन्ट गरिदिनु होला। यो दाइले चाहिँ मसला हाल्यो है। अब भुजा हाल्ने बेला भयो, प्लिज डोन्ट जज है। हामी यति धेरै खान्छौँ भनेर। यति भुजा चाहिँ हामी 2 जना खान्छौँ क्या। प्लिज सुरुमै मैले भनिसकेँ जज नगर्नु भनेर। दादा चाहिँ यहाँ चटपटे मुस्दैछ अनि बाबाले लिएर आउनुभयो आलु चप। अब घरमा आलु चप आइसकेपछि त नखाने कुरै भएन। अनि दादा र म चाहिँ फेरि खान बस्यौँ चिउरा भुजिया र आलु चप। मिठो थियो क्या च्याउ। अनि रातिको खानाको लागि चाहिँ मैले यहाँ बाबालाई काट्दै काँक्रा र स्याउ है। अनि मैले चाहिँ अरू भिडियो बनाउनै बिर्सेछु क्या। यहाँ मासु पकाउँदै थिएँ, खाएको त भिडियो बनाउनु बिर्सेछु। भिडियो यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हजुरहरूलाई च्यानललाई सब्सक्राइब र भिडियोलाई लाइक पनि गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ। बाई, सी यू इन नेक्स्ट भिडियो।